हेलो एभ्रिवान, आज चाहिँ हामी सबैजना फ्यामिलीहरू मिलेर चाहिँ ड्राई पिकनिक खान आएका छौँ। अब चाहिँ हाम्रो फोटो सेसन हुँदैछ। किप वाचिङ एन्ड हाम्रो दाइको युट्युब च्यानल, टिकटक सबैमा चाहिँ लाइक एन्ड सब्सक्राइब एन्ड कमेन्ट गरिदिनु होला। धन्यवाद। ल आज हाम्रो पिकनिक चाहिँ स्टार्ट भइरहेछ। हाम्रो अब 4वटा फ्यामिलीबाट चाहिँ पिकनिक हामी अहिले स्टार्ट गर्दैछौँ। सो लेट्स इन्जोय द टाइम। खाल्टीमा त जेरो यान्छ त्यही पनि Sayang, what the? Sayang,終わりました。आज चाहिँ हामी कुरासिकी ड्याममा आएको थियौँ। एकदम रमाइलो छ है। तपाईँहरू पनि आउनु होला, एकताल भिजिट गर्नु होला। लास्टै रमाइलो छ। यहाँको सराउन्डिङ हेर्दा चाहिँ एकदम मलाई चाहिँ फेरि आम जस्तो लागिरहेछ है। हस् धन्यवाद। टोटली फ्यामिली इन्भाइरोमेन्ट होइन, एकदमै इन्जोय गर्न सक्नुहुन्छ। सबैजना आएर चाहिँ इन्जोय गर्नु होला। नाच्नुमा विशेष गरी चाहिँ एकदमै राम्रो, हाम्रै गाउँघरकै झल्को दिने टाइपको चाहिँ झरना छ है यहाँ चाहिँ। सबैजनालाई आइदिनु होला। अरे त तिमी ओकिनावाको कति भयो? 14 years। अनि ड्याम साइड घुम्दाखेरि कस्तो लागिरहेको छ? ठिकै लाग्यो, किरै रहेछ, राम्रो लाग्यो। अरे दादा एकदम यहाँ यो च्यान छ, यहाँ जेना च्यान, सबैजनालाई यस्तै गरौँ न। यता चाहिँ जेसी च्यान। うちもマイクやりたい。お名前何ですか？パイジャユキ。8歳。今日はどこに来てるんですか？ピクニック。楽しいけど川のところが苦手。だって石とかあるの。はい。自身も見て。 हो र भइसक्यो भाइ こっちにつける。 तिम्रो तिनवटा त्यहाँबाट ल お名前何ですか？ゼシ。お名前何ですか？ तिनवटा अब यहाँ अब 4जना दाजुभाइको फोटो सेसन भइरहेको छ। एउटा गाडीभित्र 2टा बाउ र 2टा छोरा छन्। 2टा बाउ र 2टा छोरा छन्। तर यो चाहिँ अल टुगेदर 3टा मान्छे मात्रै छन्। कसरी? गर्दाखेरि चाहिँ 3टा हुन्छ रे। कसरी? एउटा गाडीभित्र बाउ ए पढ्ने बाउ बाउ ऊ होइन, बाउ भनेपछि त के अरे बुहारी होला नि। बुहारीलाई 2टा छोरा। बाउ हैन। ल भन्नु सर। 3टा मान्छे कसरी हुन्छ थाहा छ? कसरी? एउटा ग्रान्डफादर, एउटा फादर, सन। ए बाउ, ए 2 बाउ। ए तर बाउको नि बाउ छन् त साथै। अब पहिला बोइले सोध्छु है। ल ल है तिमी चुप भएर बस। ल है रिपिट आफ्टर मी। 1 1 2 2 3 3 What is the number after 4?
वाट मैले बुझिसक्यो Okay? अँ 네. अँ 짠또 기대요. 라. Repeat after me. Okay? 1, 1 2, 2 3. 3 What is the number after 4? Question. 짠 기대요. वाट इज द नम्बर अफ द फोर 집, नम्बर अफ द फोर 집 सबैजना. What is वाट इज number रिपिट आफ्टर मी भनिरहेको त हो नि 짠तो ने म फेरि बच्चा जस्तो पढाउँछु है. Repeat after me. 1, 1 2, 2 3. 3 Question. What is the number after 4? क्वेसन क्वेसन हो नम्बर आफ्टर फोर ल म भन्छु ल क्वेसन रिपिट आफ्टर मी भनिरहेको त दाइले अनि दाइसँगै रिपिट गर्नु रे के एउटा पपी एउटा डग हो. तीनटा पपी छन् हैन. एउटा डगको तीनटा पपी. नेम चाहिँ सन्डे, मन्डे, ट्युजडे. वाट इज द मदर नेम, मदर डग नेम? मदर डग नेम के हो त नानी जे होला नि अब डे जे दुईजना किन पप्पी